स्वागत छ भाइ बहिनीहरु फेरि पनि मेरो च्यानलमा। आजको भिडियोमा भिलेज लाइफ एन्ड टाउन लाइफ को विषयमा भाइ बहिनीहरुलाई एक्जाममा सोध्न सकिने एसे राइटिङ अथवा चाहिँ प्याराग्राफ राइटिङ यो फ्री राइटिङ अन्तर्गत सोध्न सकिने एउटा सम्भावित क्वेशन छ भाइ बहिनीहरु। यो सामग्री लिएर म उपस्थित भइसकेको छु। तपाईहरुलाई पक्कै पनि यसले सहयोग गर्नेछ। हेर्नुस् है त, म तपाईलाई पढेर सुनाउँछु। दुईटा स्लाइडमा छ यो सामग्री अनि यसको नेपाली भाव पनि म भाइ बहिनीलाई भनेर सुनाउँछु। त्यसो भएपछि तपाईहरुलाई सम्झिन सजिलो होला, तयारी गर्न सजिलो होला। र मेरो सल्लाह भाइ बहिनीलाई के छ भने यो सामग्री सुनिसकेपछि तपाईहरु आफ्नो कपीमा यसलाई सार्नुहोस् अनि तयारी गर्नुहोस् है त। भिलेज लाइफ एन्ड टाउन लाइफ हामीले सुनिराखेको कुरा हो भाइ बहिनीहरु। गाउँले जीवन र शहरीय जीवनको विषयमा छ। अब यी दुईटाको बीचमा तुलना हामीले यसरी लेख्न सक्छौं। Village life is defined as living in a remote village with limited physical facilities भन्छ। सीमित रूपमा प्राप्त हुने भौतिक सुविधा उपभोग गर्दै बसिने जीवन जुन अरु गाउँ अरु बस्ती भन्दा टाढा रहने गर्दछ, यस्तो जीवनलाई हामी गाउँले जीवन अथवा भिलेज लाइफ भनेर भन्छौं भाइ बहिनीहरु। When it comes to quality education, health service and communication, people face significant challenges. जब गाउँमा भाइ बहिनीहरु गुणस्तरीय शिक्षाको कुरा आउँछ, हेल्थ सर्भिस स्वास्थ्य सेवाको कुराहरु आउँछ, कम्युनिकेसनसँग सम्बन्धित कुराहरु आउँछन् अनि यस्तो विषयमा चाहिँ गाउँमा चाहिँ के हुन्छ त भाइ बहिनीहरु भन्दा उल्लेख्य रूपमा हामीले चुनौतीहरु सामना गर्नुपर्ने हुन्छ। On the other hand, living in a town that is not as remote as village and has some facilities of modern science like transportation, communication, health and education, it is called town life. टाउन लाइफ चाहिँ के हो त, शहरी जीवन भनेको के हो त भन्दा अघि हामीले भनेका जुन असुविधाहरु गाउँमा छन् नि ती कुराहरुको चाहिँ हामीले सुविधा उपभोग गर्न पाउँदछौं। के भनेको जस्तै साइन्स, मोडर्न साइन्ससँग आधुनिक विज्ञानसँग जोडिएका कुराहरु हुन्, ट्रान्सपोर्टेसन यातायातसँग जोडिएका कुराहरु हुन्, कम्युनिकेसन सञ्चारसँग जोडिएका कुरा हुन्, हेल्थको कुरा होस् अथवा एजुकेसनको कुरा होस्, शहरमा चाहिँ के हुन्छ त हामीलाई यी कुराहरुको हामीलाई सुविधा हुन्छ, हामी सुविधा उपभोग गर्न सक्छौं हामीहरु। Both type of life have advantages and disadvantages. दुवै खाले बसाइमा चाहिँ आफ्नै खालका फाइदा र बेफाइदाहरु रहने गर्दछन्। Some people argue that village life is better than town life. कोही मानिसहरु भन्ने गर्छन् कि गाउँले जीवन चाहिँ के छ त शहरी जीवन भन्दा राम्रो छ। Reasoning that people of village are helpful. उनीहरु के तर्क पेश गर्छन् त भाइ बहिनी भन्दा गाउँका मानिसहरु सहयोगी हुन्छन्, कोअपरेटिभ हुन्छन् अनि फ्रेन्डली मिलनसार पनि हुन्छन् है। यस्तो चाहिँ तर्क उनीहरु राख्ने गर्दछन्। Their spirit of collectiveness is always appreciated. गाउँमा चाहिँ एउटा युनिटी हुन्छ भाइ बहिनीहरु, कलेक्टिभ रूपमा सामूहिक रूपमा उनीहरु हरेक काममा जुट्ने गर्दछन्। यो कुरालाई सधैं हामीले एप्रिशिएट गर्न सक्छौं, प्रशंसा गर्न सक्छौं। Fresh air, water, organic fruits and vegetables, kind people, purity and honesty are positive points of a village life. गाउँले जीवनका अरु सकारात्मक कुराहरुको कुरा गर्नुपर्दा फ्रेश एयर हुन्छ त्यहाँ भाइ बहिनीहरु, वाटर पनि एकदम फ्रेश छ, अर्गानिक फुड्सहरु छन्, भेजिटेबलहरु छन्, काइन्ड पिपल भनेको दयालु मानिसहरुको बस्ती छ, प्युरिटी त्यहाँ हरेक कुरामा शुद्धता छ अनि अनेस्टी पनि पाउन सकिन्छ है त भाइ बहिनीहरु। अनेस्टी भनेको इमानदारीता, यी भनेका चाहिँ गाउँले जीवनका सकारात्मक पक्षहरु हुन्। But they suffer since there is a lack of modern facilities like transportation, communication, health, electricity and so on. तर यति हुँदाहुँदै पनि भाइ बहिनीहरु गाउँमा केही कुराको चाहिँ अभाव पनि छ। जस्तै ट्रान्सपोर्टेसनको अलिक त्यहाँ समस्या पर्न सक्छ, कम्युनिकेसनका कुराहरु हुने समस्या छ, स्वास्थ्यसँग जोडिएका समस्याहरु हामीले फेस गर्नुपर्ने छ, इलेक्ट्रिसिटीहरु पनि समस्या हुन सक्छ। यस्तै कुराहरु चाहिँ हामी यो पहिलो प्याराग्राफमा कुरा गर्छौं। अब हामी अर्को स्लाइडमा कुरा गर्छौं। यसलाई अगाडि बढ्दै जाँदा भाइ बहिनीहरु यति हुँदाहुँदै पनि however town life has so many disadvantages as well. शहरी जीवनमा विभिन्न बेफाइदाहरु पनि रहेका छन्। There are people who argue that town life is superior to village life. केही मानिसहरु भन्ने गर्दछन्, उनीहरु तर्क गर्ने गर्दछन् कि टाउन लाइफ इज सुपेरियर, शहरीय जीवन चाहिँ गाउँले जीवन भन्दा सुपेरियर छ, उत्तम छ।
किनभने बिकज द रेजिडेन्ट्स अफ द टाउन आर मोर इन्टेलिजेन्ट। उनीहरू तर्क गर्छन् कि सहरमा बस्ने मानिसहरू बढी इन्टेलिजेन्ट हुने गर्दछन्, उनीहरूसँग जानकारी हुन्छ, बुद्धिमानी उनीहरू हुने गर्दछन्, टेक्नो फ्रेन्डली हुने गर्दछन्, टेक्नोलोजीमा अगाडि हुने गर्दछन्, मोडर्न एन्ड मोर एजुकेटेड, उनीहरू आधुनिक पनि हुन्छन् र धेरै पढालेखा अथवा चाहिँ शिक्षित हुने गर्दछन् भनेर तर्क पेश गर्छन्। दे अन्डरस्ट्यान्ड हेल्थ एन्ड हाइजिन, उनीहरूले स्वास्थ्यको बारेमा पनि धेरै जानकारी राख्ने गर्दछन्। दे अन्डरस्ट्यान्ड द वर्ल्ड बेटर, अनि तिनीहरूले संसारको बारेमा अथवा वर्ल्डको बारेमा धेरै जानकारीहरू पनि राखेका हुन्छन्। दे आर इन्डिभिजुअलिस्टिक एन्ड कम्पिटेटिभ। तुलनात्मक रूपमा हेर्ने भनेदेखि गाउँले जीवनमा बसेका मानिसभन्दा सहरी मानिसहरू चाहिँ बढी प्रतिस्पर्धात्मक खालका हुन्छन् र उनीहरू एक्लो जीवन रुचाउने होइन, अब इन्डिभिजुअली अथवा चाहिँ इन्डिपेन्डेन्ट स्वतन्त्र रूपमा जीवन जिउन सिपालु हुन्छन्। हाउएभर तर पनि दे ल्याक कोअपरेसन, त्यहाँ नहुने कुराहरू पनि छन् भाइ बहिनीहरू, उनीहरूसँग धेरै कोअपरेसन हुँदैन, एकअर्कामा सरसहयोग अलिक कम हुन्छ, हेल्पको पनि कमी हुन्छ, अनि ट्रु फ्रेन्डसिप पनि त्यहाँ अलिकति अभाव हुन्छ भनेर भनिन्छ। मोस्ट अफ द पिपल आर मनी माइन्डेड, धेरै जस्तो सहरमा बस्ने मानिसहरू मनी माइन्डेड हुन्छन्, उनीहरू आय केन्द्रित पैसामुखी हुन्छन् पनि भनेर उनीहरूलाई आरोप लगाइन्छ। पोल्युसन एन्ड क्राउडिङ आर टु मेजर डिसएडभान्टेजेस अफ टाउन लाइफ, यसरी नै प्रदूषण र भिडभाडको एउटा जीवनशैली सहरमा हुने गर्दछ। यी पनि दुईटा एकदमै ठुला डिसएडभान्टेजेसहरू हुन्। कस्टली लाइफ मेक्स पिपल सेल्फिस, सहरी जीवन एकदम महँगो हुन्छ भाइ बहिनीहरू, यसो भएपछि त्यहाँ मानिसहरूलाई स्वभावले के हुन्छन् त, मानिसहरू स्वार्थी हुन्छन् अनि ग्रिडी लोभी पनि देखिन्छन्। देयर इज ल्याक अफ स्पिरिचुअलिटी इन टाउन, सहरमा भावनात्मकताको पनि कमी देखिन्छ। एन्ड ओन्ली फिजिकल फेसिलिटिज आर मोस्टली इन्टरटेन, तिनीहरूले चाहिँ भौतिक सुविधा सम्पन्नतामा उनीहरू रमाएका हुन्छन्, त्यो मात्र उनीहरूले धेरै जीवनमा चाहिँ धेरै उपभोग गरिरहेको हुन्छन् भनेर भनिन्छ। अब निष्कर्षमा दस यसरी भिलेज लाइफ एन्ड टाउन लाइफ बोथ ह्याभ एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस, दुवैका फाइदाहरू दुवैका छन्। We have to accept the strengths of both lives and build our life peaceful and successful. हामीले दुवै गाउँले जीवनको अथवा सहरी जीवनमा रहेका दुवै पक्षको चाहिँ अध्ययन गरेर स्ट्रेङ्थ भनेको सबल पक्षलाई मात्रै हामीले उपभोग गर्नुपर्छ, स्वीकार्नुपर्छ, अनि हाम्रो जीवनलाई शान्तपूर्ण बिताउनु पर्दछ, सफल बनाउनु पर्दछ। यसरी भाइ बहिनीहरूलाई यो भिलेज लाइफ र टाउन लाइफको बारेमा केही पक्कै पनि सहयोग हुने सामग्री मैले दिएँ भन्ने मलाई विश्वास लागेको छ। फेरि पनि भाइ बहिनीहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् है त। कमेन्ट गर्नुहोस् तपाईँलाई कस्तो लागिरहेको छ, तपाईँ कस्तो खालको सामग्री चाहनुहुन्छ मलाई कमेन्टमा बताउनु होला, म बनाउँदै जानेछु है त। यसो भन्दै भाइ बहिनीहरू बिदा चाहन्छु, बाइ बाइ।